हेलो हेलो साथीहरू, नमस्ते। मलाई त पक्कै पनि चिन्नु भएको छैन होला हजुरहरूले। म बोल्दैछु लक्ष्मी। आजबाट मेरो डे 1 मिनी ब्लग सुरु गर्दैछु है त साथीहरू। म चाहिँ आज के कामबाट सुरु गर्दैछु भने सुरुवात चाहिँ केबाट गर्दैछु भने मेरो तरकारी खेतीमा औषधि हाल्न लागिरहेको छु साथीहरू। मलाई चाहिँ मिनी ब्लगको बारेमा चाहिँ केही थाहा छैन। मैले चाहिँ खासै टिकटकहरू पनि त्यति चासो दिएर नबनाइरहेको भएको कारणले मैले आजबाट चाहिँ मिनी ब्लग बनाउन सुरु गरिरहेको छु साथीहरू। बोल्न पनि एकदमै गाह्रो भइरहेको छ मलाई चाहिँ। म त्यति धेरै पनि टिकटकमा नबनाइरहेको मान्छे हो भए पनि मेरो चाहिँ समय र टिकटक बनाउने समय र मेरो समय मिल्दैन। त्यही भएर म चाहिँ एकदमै काममा बिजी हुन्छु। त्यही भएर टिकटकलाई पनि त्यति टाइम दिन सक्दिनँ साथीहरू। त्यही भएर आजबाट चाहिँ मैले मिनी ब्लग थोरै समय भने पनि निकालेर मिनी ब्लग बनाउन सुरु गरेकी छु। हजुरहरूलाई कस्तो लाग्छ, के लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथीहरू। लाइक कमेन्ट पनि गरेर भनिदिनु होला मैले गर्न लागेको मिनी ब्लग चाहिँ कस्तो लाग्यो हजुरहरूलाई। मैले चाहिँ टमाटर पनि थोरै पुरानो बोट थियो, त्यसमा टमाटरमा चाहिँ किरा लाग्छ भनेर चाहिँ मैले औषधि हालिरहेको छु साथीहरू। काम भनेको त यस्तै हो, ठुलो सानो भन्ने चाहिँ केही पनि हुँदैन भन्ने लाग्छ मलाई चाहिँ। सबैभन्दा ठुलो चाहिँ पैसा लाग्छ साथीहरू। मेरो चाहिँ यो काम देखेर चाहिँ हजुरहरूले चाहिँ अनर्थ नसोच्नुहोला। प्रतिक्रिया यस्तो उस्तो नभन्नु होला। कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला साथीहरू। म चाहिँ घरको कामहरू सिद्ध्याएर, खाजा खाएर, भाँडा माझेर, घर सफा गरेर बारीमा गएको थिएँ। आज चाहिँ किराको औषधि हाल्नुपर्ने अघि भर्खर टमाटर टिपेर तरकारी लिन आउने दाइ आउनु भएको थियो तरकारी पसलबाट। टमाटर टिपेर सबै पठाएँ अनि लास्टमा चाहिँ मैले औषधि हालेँ। औषधि चाहिँ हाल्नुपर्छ टाइममा एकदमै। सुरुमा चाहिँ धेरै हाल्नुपर्छ, पछि लास्टमा चाहिँ थोरै हाल्दा पनि हुन्छ। मैले चाहिँ औषधि हालेर सबैतिर अनि सकेर आएँ। अनि त्यहाँबाट मेरो बाबुले चाहिँ मलाई के गर्दै हो मम्मी, तपाईँ भ्लग बनाउनु लाग्नु भएको हो भनेर सोधिरहेको थियो। म चाहिँ हो भनेर भने। अनि आएर मैले राखेँ। अब फेरि थोरै हाल्नु बाँकी छ भन्दै यहीँबाट बन्द गरेँ साथीहरू। अब मेरो डे 1 मिनी ब्लग आउँदैछ। अब डे 2 सम्म कुर्दै गर्नुहोला साथीहरू र प्रतिक्रिया पनि दिनुहोला है त। बाई बाई।